भोट कसरी लाउनुहुन्छ देखाइदिनु त। स्वस्तिक छाप माटोमा चलाइ। हाम्रो पापाको भोट चाहिँ जाने भयो अब माटोमा हैन त, माटोमा छ्याप्पै। भोट त म त किन बिगार्छ बिगार्नु न है, चस्मा लगाएर जानुपर्छ है पावरवाला। किन मन परेको हर्क साम्पाङको चाहिँ पापा तपाईँलाई? हर्क साम्पाङले अब आफै परिश्रम गरेर देखायो। अब फेरि चुनाव आउनु आँटेको छ हैन, चुनावमा चाहिँ अब तपाईँ कसलाई भोट दिने? के अरे साम्पाङलाई दिने। हर्क साम्पाङलाई? मलाई चिन्दैन कि तर यदि जियो भने मलाई किन दिने त हर्क साम्पाङलाई चाहिँ? किन दिने भन्नु त? हर्क साम्पाङको चाहिँ काम राम्रो सुनियो अनि त्यस कारणले यो मान्छे ठिक रहेछ भन्ने लागेको छ। पहिलाको पार्टी चाहिँ के हो तपाईँ? घाम हो कि रुख हो? रुखमा त बसेकै छैन। हो र? घाम हो तपाईँ? पहिला के थियो 15 सालमा त रुखमै हो। हो र? अनि फेरि किन एमाले चाहिँ मन परेन तपाईँलाई घाम? 15 सालमा म कत्रो थिएँ? सानै हुनुहुन्थ्यो। 15 साल फाल्गुन महिना 7 गतेदेखि चुनाव हुन्छ सम्झी राख हृदयमा लेखी। त्यति लागि जो गाउँछु त म त। गाउनु हुँदो रहेछ त। सुन्नु न, अनि भोट दिने भोटर दिदी आऊ है बाकस्ने र सामन्तीको दर लौ लौ भन्दै गर। मैले भन्न आँटेको कुरा नि। अनि किन एमालेलाई चाहिँ नदिने भनेको के भोट? एमालेलाई अस्ति गोझेर जखम बनाएछ। अनि त्यो त्यसको अधिकार त टुटाइदिइसक्यो भने त्यसलाई भोटिएर के गर्नु? खेरमा त जान्छ। त्यसो भए रिस उठ्यो तपाईँलाई? त्यसो भए तपाईँको एक भोट चाहिँ हर्क साम्पाङलाई भयो नि त? 2-3 जना पापा के होइन कि जबरजस्ती कसैले भनेको त होइन नि? तपाईँलाई मन परेको? किन मन परेको हर्क साम्पाङको चाहिँ पापा तपाईँलाई? हर्क साम्पाङले अब आफै परिश्रम गरेर देखायो रहेछ ठाउँमा उसले गरेको होइन त्यसो र। अनि फेरि ऊ चुनाव चिन्ह के हो थाहा छ? चुनाव चिन्ह के हो थाहा छ? चुनाव चिन्ह बोखा। बोखा भनेको चाहिँ के हो? माटो। ए माटो? ए थाहा रहेछ त नि माटो त फेरि। मन परेको कुरा त रहन्छ नि। टिभीमा हेरेर एकै दिनमा थाहा पाउनु भयो होइन? त्यो माटो त एकदम राम्रो लाग्यो मलाई पनि। माटो चाहिँ एकदमै राम्रो लाग्यो के चुनाव चिन्ह होइन? माटो संसारमा के हो त? अनि माटो भएन भने त हामी नै हुँदैनौँ नि होइन? अब स्वर्गीय भए पनि हामी माटोमा बस्नुपर्छ। बाँच्दा पनि माटोमा माटैमा भन्नुपर्छ त। मर्दा पनि माटैमा, जन्मिँदा पनि माटैमा, अनि बाँचिन्जेल पनि माटोमा खानुपर्छ भएको। अनि काम गरेर खानु साह्रै राम्रो छ है। हर्क साम्पाङ त साह्रै ठिक रहेछ। मलाई पनि साह्रै मन परिरहेको छ कि। त्यसो भए तपाईँ श्रम संस्कृति पार्टीलाई भोट दिनुहुने भयो? श्रम संस्कृति लाजाने कस्तो राम्रो नि। खोइ हात मिलाउनु हात। श्रम संस्कृति पार्टी। अनि फेरि ऊ चाहिँ चुनाव चिन्ह चाहिँ भोट लाउने चाहिँ केमा अरे? माटोमा होइन त? माटोमा छ्याप। कसरी लाउनुहुन्छ अरे भोट? भोट कसरी लाउनुहुन्छ देखाइदिनु त। भोट कसरी लाउनुहुन्छ देखाइदिनु त। स्वस्तिक छाप माटोमा चलाइ। स्वस्तिक छाप माटोमा चलाइ। फेरि त्यहाँनिर बिचमा लाउनुपर्छ है? बिचमा त होइन, माझमा। माझमा। फेरि त्यो साइडमा छुयो भने त फेरि तपाईँको भोट भनेको चाहिँ मलाई मन परेन। राप्पाको भने जस्तो भयो। बिचमा स्वस्तिक छाप छ्याप्पै होइन त? बिचमा बिचमा होइन। गुड। हाम्रो पापाको भोट चाहिँ जाने भयो अब माटोमा होइन त? माटोमा छ्याप्पै। भोट त म त किन बिगार्छ? बिगार्नु न है, चस्मा लगाएर जानुपर्छ है पावरवाला चस्मा। त्यो मैले किनिदिएको छु नि पावरवाला चस्मा। त्यो चाहिँ कसै गरे पनि त्यो माटोमा भोट लाउने बेला चाहिँ लगाएर जानुपर्छ। भोट दिने भोटर दिदी आऊ है बाकस्ने र सामन्तीको दर भन्दै गएर भन्दै गएर
मिस्टेक चाहिँ नगर्नु नि फेरि। अनि तपाईँलाई चाहिँ अनि लु रक्सी खानुपर्छ आरा खा भन्दै बोलायो भने मान्छेले के गर्नुहुन्छ? रक्सी त अब खान छोडेको भनेपछि लु एमालेमा भोट घाममा रुखमा भन्दै तपाईँलाई रक्सी खुवायो भने त नि जखम भएन? नखाने भन्नुहुन्छ? अनि तपाईँ चाहिँ फेरि फुरुक्कै भएर जानुहुन्छ होला जस्तो लाग्दैछ मलाई। परिश्रम के जति श्रम संस्कृति पार्टी श्रम काम के काम श्रम संस्कृति पार्टीले रक्सी खाँदैन, काम गर्नु जान्दैन र भन्नुपर्छ। गुड।